हाम्रो दाइले यति रिच हुनुहुन्छ कि आमा खतरा खतरा बाइकमा हामीलाई लिएर आउनु भयो है हलेसी। ल जाउँ अब दर्शन गर्नु। अन्त केटिएम डुक छ, उता एक्सआर छ। आमा छिटो छिटो कोइलीको जस्तो आवाज छ मेरो साथीको। तपाईँले त्यस्तो भन्ने हो? चढौँ चढौँ छिटो छिटो झगडा नगरी आऊ है। हो र बबाल पुग्यो यार। हामी आइपुग्यो। ठिक छ ठिक छ। पार्किङ हुँदैछ है हाम्रो चाहिँ यहाँनिर। दाइले त अन्त कटाइ पनि दिनुहुन्छ है। यो त 2 घन्टा लाएर रेडी भएको मान्छे वही है होइन? अनि सबभन्दा अगाडि सक्ने चाहिँ वही हो। जीवन गुरु हो त नि। म गएको र सरी सरी नो नो नो। बहिनीलाई बहिनी भन्नु छोडेर जस्तै अब बजार रहेछ। जम्मै बजार पनि घुम्नलाई। त्यो धुनमा जान्छ नि, धुन स्थानमा, धुन स्थल। चमेरा चमेरा यहाँ रहेछ नि त पहिला त नि। ओ त्यहाँ हजुर। म चाहिँ यो भनिरहेको खदाको माथिको। मैले देखाएको थिएँ हो नि त यो चाहिँ हो भनेर। मैले सिधै माथिको कुर्कुचा। के गर्नु दाजुको सेवा गर्ने गरौँ होइन? हुन्छ।
विवेक दादाले चाहिँ ड्यू नदिनु है 15 करोडको ज्याकेट त्यो चाहिँ कस्तो हो भने निर्मला म हेर्दैछु दाइलाई निकै गफाडी हुँदैछ अचेल त्यो पहाडबाट सबै सरल भाषामा बुझ्दाखेरि सानोतिनो दोकान हो नि त त्यही भएर पहाड सस्तो भएर चाहिँ त्यहाँबाट निर्मलाले छिकिन त्यही भएर स्पन्ज हामीलाई दाइले लास्टै गफ दिँदैछ मौसम क्लाउडी भइसक्यो मेरो फोन दिनुहुन्छ रे निर्मलीको ए हान्देऊ न हान्देऊ हान भनेपछि दिइहाल्ने हो अहिलेको कुराले मलाई म यहीँसम्म त्यो गेटसम्म त्यो होइन म एकदम नियमको पालना गर्छु कि खाने पर्न लाग्यो फेरि हुन्छ होला मौसम एक्कासी क्लियर भयो ल अब हामी जाने हामी फर्क्यौँ मलेसीबाट हाम्रो लेटेस्ट युट्युबर भाइरल बाल्टीवाला सब्सक्राइबर चाहिँ फेरि 50-60 जना पुरा लिइरहेछ उहाँको ज्याकेट र मेरो ज्याकेट त एउटै रहेछ झिलिली बलिरहेको Hello, it's me, Vivek Rai. It's me, Balting Man. भन्नु न के कपी? It's me, Balting Man. Balting काण्ड थाहा होला नि हैन? भाइरल हो नि फेरि 2,50,000 जना भन्दा 2,50,000 जना भन्दा नै धेरै हेरेछ तर थाहा छ मेरो सब्स्क्राइबर कति छ हैन? 50-60 जना रहेछ। 50-60 जना बढाइदिनु है हाम्रो विवेक दाइको यहाँ के अरे बाल्टिङ म्यानको सब्स्क्राइबर धेरै भइदिनु होला बाल्टिङ म्यान अर्को कुन भएको छ चौ ल